मासु हामी आउनुभन्दा अगाडि रेडी खाना तयारी लोकल कुखुराको मासु भात दाल पकाउनु हुँदैछ यहाँनिर पकाएर अब खाना रेडी हामी पकाइसक्नु भयो हामी सबैजना चाहिँ भात खान लागिरहेको छौँ यहाँ साइला मामाको घरमा कुखुराको मासुसँग भात लोकल कुखुरा अचार हामी म खान्छु सबै अचार खान्छु हेलो गाइस ल भात खाऊँ अब हामी म पनि खाएँ ल पनि छ मैले माइती गाउँ आएर माइती आएर के अरे ड्रागन फ्रुट बोकेर हुँदैछ यहाँ हेलो एभ्रीवन वेलकम टु ब्याक माई युट्युब च्यानल साथीहरू आज चाहिँ हामीहरू चाहिँ साइला मामाको तर्फ जाँदैछौँ लेटा सबैजना यहाँनिर रहनु भएको छ हाम्रो छेमा बोमा भाइ बहिनीहरू यता अब बुबु हुनुहुन्छ हामी चाहिँ अब लेटाङ जाँदैछौँ सफारीमा गल्छियाबाट हामी लेटाङ जाँदैछौँ भएर मेरो मामाको घर जान्छु मामाली कान्छा मामाको घर बाटोको हालत चाहिँ यस्तो छ धुलै धुलो हामी चाहिँ अब गल्छिया चोक पुग्यौँ यहाँबाट गल्छिया चोक बजारबाट अब चाहिँ जाँदैछौँ हामीहरू चाहिँ कति टाइम लाग्छ कता कता जान्छौँ भन्ने कुरा थाहा छैन अनि अब हामी साइला मामाकोमा गएर के गर्छौँ भनेर हामी देखाउँछौँ तपाईँहरूलाई इन्जोय द माई भिडियो छोमाकोबाट आउनु नि हामीलाई 1 घन्टै लाग्यो अनि 1 घन्टा लेटाङ पुग्ने हामीलाई अझै बाँकी छ यो हाम्रो पूर्वको बाटो कहिले बनाइसक्छ होला यार 2 वर्ष भइसक्यो बनाएको हामीलाई यहाँनिर खुट्टा दुखेर सफारी चढेर खुट्टा दुखेर यता यता बिजोग भइसक्यो यति बिजोग छ सफारीमा चढेर हेर्नु काठको मान्छे धेरै बाटो यस्तो बिजोग छैन भाइ त हेलो गर्ने हाम्रो भाइ यस्तो बिजोग भइसक्यो हाम्रो यहाँ बेदानाको जङ्गलको बाटो यस्तो रहेको छ कहिले पुग्छौँ थाहा छैन अब हामीहरू बिस्तारै पुग्छौँ अनि यताउति जाने मन्दिरहरू बिस्तारै जाँदैछौँ आधारहरू पुरा बसिरहेछ रोडभरि बिचराहरू खाना अहिले चाहिँ हामी लच्छी मार्ग आइपुग्यौँ लच्छी मार्ग भर्खर हामी चाहिँ यहाँनिर अहिले यता भाउने के भन्छ लच्छी मार्गमा पुगिसक्यौँ लच्छी मार्गबाट जान्छौँ यो चाहिँ लच्छी मार्गको साकेला थान रहेको छ यो चाहिँ लच्छी मार्गको साकेला थान हो हामी काने पोखरी आइपुग्न लागि अहिले भाउने आइपुग्यौँ होइन बाँदरको बच्चाहरू कति धेरै हो यहाँनिर कत्रो ठुल्ठुलो के अहिले चाहिँ हामी लेटाङ पुग्यौँ अब लेटाङ जाँदैछौँ हामी जङ्गल काने पोखरी जङ्गल भाइ हेलो भन्दै जाँदैछौँ सबैजना हामी उता कान्छा छोराको गाउँ जाने हाम्रो यस्तो छ आगमको पापाको गाउँ जाने बाटो हाम्रोतिर ड्राइभर पुरा हाम्रो भाइ ड्राइभर हुनु गइसक्यो अगाडि अब हामी चाहिँ जाँदैछौँ साइला मामाको घरतिर अनि अब साइला मामाको घरमा गएर हामी के गर्छौँ त भन्ने कुरा अब हामी गएर देखाउँछौँ हामी कमलपुर पुग्यौँ अब साइला मामाकोमा भोक लागिसक्यो ठुलो कति धेरै रहेछ रातो पनि रहेछ नि यहाँ रुखको फेदमा बसिरहेको छु पर म हात हटाउनु तपाईँ चाहिँ निङ्ग्रै खोजिराख्नु है त ल साइला मामाको घर आइपुग्यो साइला मामा हामी चाहिँ पोका पतेङ्ग्रा बोकेर जाँदैछौँ सबैजना हेलो भन्नु बाबा ल यो बोक बहिनी
आइपुग्यौँ आएर बसिरहेछौँ हाम्रो भाइ पनि फुलबारी हेर कति राम्रो फुल फुलिरहेको रहेछ रोज ए नक्ली फुल पो रहेछ निनीकोमा फुल सबैजना हाम्रो साइला मामा साइला निनी खाना पाक्यो निनीको सबै थोक अब हाम्रो साइले निनीलाई यहाँनिर पकाइसक्नु भयो भात मासु हामी आउनुभन्दा अगाडि रेडी लोकल कुखुराको मासु भात दाल पकाउनु हुँदैछ यहाँनिर पकाएर अब खाना रेडी हामी पकाइसक्नु भयो हामी सबैजना चाहिँ अब भात खान लागिरहेछौँ यहाँ साइला मामाको घरमा कुखुराको मासुसँग भात लोकल कुखुरा अचार हामी म खान्छु सबै अचार खान्छु हेलो गाइस ल भात खाऊँ अब हामी म पनि खाएँ ल खेत गएर लिएर मुला लिएर आइसक्यौँ सानो निनीहरूको मुला यहाँ खेतमा यहाँ निनीकोबाट हामीले लसुनको पत्ता साग यति भेला पार्यौँ हाम्रो सानो निनीकोबाट होइन निनी नानी हो केरा हाम्रो कोपाको डिजाइनर कुर्सी छ यहाँ एकदम यही केरा है हाम्रो साइला मामाको साइला मामाहरूको माइत यत्रो केरा कति धेरै छ रहेछ केरा छ हाम्रो तरुन सिम्बल तरुन र घर तरुन हाम्रो धरनको कोसेली हाम्रो मोमाले ल्याउनु भएको कोसेली यहाँ मोमा चिसो खाँदैछ अब विद्यालय चाहिँ हामी सबैजनालाई चिसो दिन्छ यो चाहिँ अहिले हामी यहाँ खेत गएर आएको थियौँ अनि मुला लिएर आएको पर निनीहरूको बारीबाट हाम्रो बहिनी छोमाले माइती गाउँ आएर माइती आएर के अरे ड्रागन फ्रुट बोकेर हुँदैछ यहाँ ड्रागन फ्रुट यहाँ ड्रागन रोप्नु हुँदैछ अब हामी चाहिँ हाम्रो घर विराट चोकतर्फ लाग्न आएको छौँ भारीहरू कुम्लो कुटेर बोकेर हाम्रो बोबो गइसक्नु भएको छ सफारीमा विकासहरू माथि छ अब हामी चाहिँ यहाँबाट निक्लिन लागेको हामी चाहिँ जाँदैछौँ रेडी भइसक्यौँ अब हामी जान्छौँ घर हामी गएको बाई बाई ल हिँड्नु ममा अब हामी गएको निनीको घरबाट सफारी चढ्छौँ अब हामी यहाँबाट अट्टी न अट्टी मिल्नु पर्ने बाई बाई ल अब हामी चाहिँ गएको घरको मामाको घर छोडेर बाई बाई हामीहरू चाहिँ झुर्लाङ्गे पुल चढ्न जाँदैछौँ अब यहाँ सबैजना सफारीबाट ओर्लेर ल झुर्लाङ्गे पुल आयौँ तर घाम धेरै आउँदो रहेछ क्या अब कालो नखाना हामी यहाँ पुल चढ्न आएको तर राम्रो आउँदैछ बाई बाई अब हामी चाहिँ यहाँ विराट चोक आइसकेर पनि छोमाहरू चाहिँ घर जानु हुँदैछ हाम्रो छेमाहरू अनि म र मोमा चाहिँ अब हाम्रो घर जान्छौँ बाई 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 ल बाई अब हामी चाहिँ हाम्रो घरतिर जाने उडालो सालामाबाट हामी चाहिँ भर्खर घर आइपुगिसक्यौँ छोमाहरू जानुभयो उता हाम्रो छेमाहरू चाहिँ उता कक्षा जानुभयो हामी चाहिँ मोमा र म चाहिँ विराट चोक झऱ्यौँ अनि फेरि घर आइपुग्यौँ फेरि मेरो काम छ जानुपर्ने हुन्छ बाई बाई फेरि अर्को भिडियोमा भेट हुनेछु मेरो भिडियोलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला